गिरिजा प्रसाद कोइराला राष्ट्रघाती मध्येको अर्को सम्झौता हो टनकपुर सन्धि। 2048 मङ्सिरमा प्रधानमन्त्री गिरिजा भारत भ्रमणमा गए र पुरानो राणाकालको शारदा ब्यारेज सम्झौतालाई आधार मानेर टनकपुर सन्धि नयाँ सम्झौताको मस्यौदा पेश गरे। गिरिजाले आँखा चिम्लँदै थप 100 वर्ष टनकपुर भारतलाई सुम्पिए। त्यति बेलै टनकपुर सन्धि राष्ट्रघात भएको भन्दै आन्दोलनमा उत्रिएका मदन भण्डारीको हत्या 2050 जेठ 3 मा भयो। तर टनकपुर। नम्बर 4 शेरबहादुर देउवा अर्को राष्ट्रघाती मानिएको सम्झौता हो महाकाली सन्धि। शेरबहादुर देउवा प्रधानमन्त्री थिए। 2052 माघ 29 गते भारतीय प्रधानमन्त्री नरसिंह रावसँग महाकाली सन्धिमा हस्ताक्षर गरे। यो सन्धिले महाकालीको पानीबाट नेपालको हक खोसेको छ। नेपाली पक्षले अहिले पनि महाकाली साझा हो, पानी आधा आधा हो भन्ने नारा लगाउँछ। तर भारतले नेपालतर्फ सुका र सबै पानी उतै लिएको छ। यसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय अतिक्रमणलाई सहयोग गरेको छ। यही सन्धिभित्रै शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर परियोजना समेत पर्छन्। नम्बर 5 केपी शर्मा ओली र माधव कुमार नेपाल महाकाली सन्धि जसरी पनि गर्नुपर्छ भन्ने पक्षमा केपी ओली उभिएका थिए। पार्टी विभाजनको संघारमा पुग्दा समेत ओली पछि हट्न चाहेनन्। एमालेको नेतृत्वमा माधव कुमार नेपाल थिए। वामदेव गौतम सहितका 26 सांसद विपक्षमा उभिए। तर ओली माधव अघि बढेपछि संसदबाट सामान्य होइन 2/3 साथ पारित भयो। त्यसैले उनीहरूलाई अहिले पनि राष्ट्रघाती भन्दै आलोचना गरिन्छ। नम्बर 6 प्रचण्ड, शेरबहादुर देउवा र माधव कुमार नेपाल राष्ट्रघाती सम्झौताको ट्याग लागिरहेको अर्को सम्झौता हो अमेरिकी सहयोग परियोजना MCC। सडकमा आगो बलिरहेको थियो। तर शेरबहादुर देउवाको कंग्रेस, प्रचण्डको माओवादी र माधव कुमार नेपालको एकीकृत समाजवादी लगायतका दलहरूले संसदबाटै पारित गरिदिए। कांग्रेसका गगन कुमार थापा सहितले व्याख्यात्मक घोषणाको नयाँ तरिका ल्याए। त्यसैलाई आधार बनाएर सत्तापक्षले जनताको मत कुल्चिँदै MCC सम्झौता संसदबाट पारित गरे।